हेर रोकथामका लागि थ्रप सुरु गर्नु अघि तपाईले जान्नै पर्ने कुराहरू। थ्रप भनेको के हो? थ्रप पूर्व सम्पर्क रोकथाम प्री-एक्सपोजर प्रोफिलाइसिस हेर रोक्नका लागि तपाईले लिने औषधि हो। यसमा दुई सक्रिय तत्व टेनोफोभिर डिसोप्रोक्सिल र एन्ट्रिसिटाबिन एउटै ट्याब्लेटमा हुन्छन्। तोकिए अनुसार लियो भने यसले हेरलाई तपाईको शरीरमा बढ्नबाट रोक्छ। अनुसन्धानले देखाएको छ सही तरिकाले लिँदा थ्रप हेर रोक्न अत्यन्त प्रभावकारी हुन्छ। सुरु गर्नु अघि मुख्य कुराहरू। सुरु गर्न तपाई हेर नेगेटिभ हुनुपर्छ। सुरु गर्नु अघि तपाईको चिकित्सकले एउटा परीक्षण मार्फत यो पुष्टि गर्नेछन् र थ्रप लिइरहेको अवधिभर नियमित रूपमा फेरि परीक्षण गरिनेछ। तोकिए अनुसार लिँदा थ्रप अत्यन्त प्रभावकारी हुन्छ। अनुसन्धानले देखाएको छ दैनिक थ्रपले यौन सम्पर्कबाट हेर लाग्ने जोखिमलाई 99 भन्दा बढीले घटाउँछ। विश्वभरि थोरै संख्याका मानिसहरूले थ्रप लिइरहेकै अवस्थामा हेर सरेको छ। यी बिरलै हुने घटनाहरूमा प्राय या त औषधि प्रतिरोधी प्रजातिको भाइरस वा शरीरमा पर्याप्त औषधि नहुने अवस्था जोडिएको हुन्छ। तोकिए अनुसार लिनु नै यसलाई काम लाग्ने बनाउने कुरा हो। थ्रपले हेर विरुद्ध मात्र सुरक्षा दिन्छ। यसले सिफिलिस, गोनोरिया वा क्लामिडिया जस्ता अन्य यौन सम्पर्कबाट सर्ने संक्रमण स्टे विरुद्ध सुरक्षा दिँदैन। कन्डमले ती संक्रमणको जोखिम घटाउँछ र नियमित स्टे परीक्षण थ्रप लिने प्रक्रियाको एक भाग हो। थ्रपले तपाईको मृगौलामा असर गर्न सक्छ। बिरलै मृगौलाको छान्ने क्षमतामा कमी आउन सक्छ। यो असर प्राय सानो हुन्छ र थ्रप बन्द गरेपछि पूर्ववत हुन्छ। तपाईलाई पहिले मृगौलाको समस्या भएको छ वा मृगौलामा असर गर्ने अन्य औषधि लिनुहुन्छ भने चिकित्सकलाई बताउनुहोस्। तपाईको चिकित्सकले सुरु गर्नु अघि र नियमित जाँचहरूमा तपाईको मृगौलाको कार्यक्षमता जाँच गर्नेछन्। हड्डीको घनत्वमा सानो असर पर्छ। तपाईलाई हड्डी कमजोर हुने रोग, अस्टियोपोरोसिस, हड्डी भाँचिन सजिलो हुने समस्या वा परिवारमा यी मध्ये कुनैको इतिहास छ भने चिकित्सकलाई बताउनुहोस्। तपाईको चिकित्सकले सुरु गर्नु अघि तपाईको हेपाटाइटिसको अवस्था जाँच गर्नेछन् किनभने थ्रपमा रहेका औषधिहरूले हेपाटाइटिसमा पनि असर गर्छन्। केही मानिसहरूलाई सुरु गर्दा हल्का पेट गडबडी हुन्छ, वाकवाकी, पेट फुल्ने, दिशा खोकुलो हुने। यो प्राय पहिलो केही हप्ताभित्रै ठिक हुन्छ। नियमित जाँच महत्त्वपूर्ण छ। हरेक 3 महिनामा एक पटक पूर्ण यौन स्वास्थ्य परीक्षण र चिकित्सकसँगको भेटघाटको योजना बनाउनुहोस्। कुनै पनि बेला तपाईलाई चिन्ता लाग्ने कुनै लक्षण देखा परे आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्। थ्रप कसरी लिने? तपाईले थ्रप कसरी लिनुहुन्छ भन्ने कुरा तपाईले प्राय कस्तो प्रकारको यौन सम्पर्क गर्नुहुन्छ भन्नेमा निर्भर हुन्छ किनभने औषधिलाई फरक तन्तुहरूमा सुरक्षात्मक स्तरमा पुग्न फरक समय लाग्छ। बुँदा यौन सम्पर्क गर्ने समलिङ्गी र उभयलिङ्गी पुरुषहरूका लागि यहाँ 2 विकल्प छन् र दुवै राम्रोसँग काम गर्छन्। दैनिक थ्रप सुरु गर्ने हरेक दिन एउटा ट्याब्लेट लिन सुरु गर्नुहोस्। करिब 3 दिन दैनिक ट्याब्लेट लिएपछि तपाई बुँदा यौन सम्पर्कका लागि सुरक्षित हुनुहुन्छ। तपाईलाई छिटो सुरक्षा चाहिएमा आफ्नो पहिलो खुराकका रूपमा 2 ट्याब्लेट सँगै लिन सक्नुहुन्छ जसले करिब 2 घण्टाभित्र सुरक्षात्मक स्तरमा पुर्याउँछ। त्यसपछि हरेक दिन एउटा ट्याब्लेट लिइरहनुहोस्। जारी राख्ने हरेक दिन एउटा ट्याब्लेट लिनुहोस्। हरेक दिन एउटै समयमा लिनै पर्छ भन्ने छैन, तर निश्चित समय तोक्दा सम्झन सजिलो हुन्छ। बन्द गर्ने आफ्नो अन्तिम बुँदा यौन सम्पर्कपछि पनि थ्रप लिइरहनुहोस्। 24 घण्टापछि एउटा ट्याब्लेट र 48 घण्टापछि एउटा ट्याब्लेट। ती 2 अतिरिक्त दिनले हालैको कुनै पनि सम्पर्कलाई समेट्न सुरक्षात्मक स्तर कायम राख्छन्। त्यसपछि तपाई बन्द गर्न सक्नुहुन्छ। आवश्यकता अनुसार थ्रप 211 बुँदा यौन सम्पर्क गर्ने समलिङ्गी र उभयलिङ्गी पुरुषहरूमा आवश्यकता अनुसारको खुराकबारे राम्रोसँग अध्ययन भएको छ। एएपीडी परीक्षणमा यसले हेरको जोखिम करिब 86ले घटायो र सही तरिकाले लिँदा फलोअप अध्ययनमा यो करिब 97 सम्म पुग्यो। 2 ट्याब्लेट सँगै यौन सम्पर्कभन्दा 2 देखि 24 घण्टा अघि। 1 ट्याब्लेट त्यो पहिलो दोब्बर खुराकको 24 घण्टापछि। 1 ट्याब्लेट त्यसको 24 घण्टापछि सुरुको खुराकको 48 घण्टापछि। यदि यौन सम्पर्क धेरै दिनसम्म जारी रहन्छ भने हरेक 24 घण्टामा एउटा ट्याब्लेट लिइरहनुहोस् र अन्तिम पटक यौन सम्पर्क गरेको 48 घण्टापछि आफ्नो अन्तिम ट्याब्लेट लिनुहोस्। मुख्य कुराहरू।
आवश्यकता अनुसारको खुराक थ्रोटको टेनोफोभिर डिसोप्रोक्सिल एन्ट्रिसिटाबिन थ्रेफ्स रूपसँग मात्र काम गर्छ। ट्रोभाडा र यसका जेनेरिकहरू 24 घण्टा र 48 घण्टाका ट्याब्लेटका लागि अलार्म लगाउनुहोस्। आवश्यकता अनुसारको खुराक असफल हुने सबैभन्दा सामान्य कारण भनेको यौन सम्पर्क सकिएपछि फलोअप ट्याब्लेटहरू बिर्सनु हो। ती फलोअप ट्याब्लेटहरू नै असली सुरक्षा हुन्। यदि तपाईँ हेपाटाइटिससँग बाँचिरहनु भएको छ भने आवश्यकता अनुसारको खुराक तपाईका लागि उपयुक्त हुँदैन। दैनिक खुराक नै सबैभन्दा राम्रो हुनेछ। योनि वा नियोयोनि न्युभेजिनल यौन सम्पर्क गर्ने मानिसहरूका लागि महिला, विषमलिङ्गी पुरुष र ट्रान्स अनुभव भएका मानिसहरू। ग्रहणकर्ता रिसेप्टर योनि र नियोयोनि यौन सम्पर्कका लागि दैनिक खुराक नै सिफारिस गरिएको तरिका हो। यी तन्तुहरूमा टेनोफोभिरलाई सुरक्षात्मक स्तरमा पुग्न बुँदा यौन सम्पर्कको तुलनामा बढी समय लाग्छ, त्यसैले दैनिक खुराकले सबैभन्दा भरपर्दो सुरक्षा दिन्छ। सुरु गर्ने हरेक दिन एउटा ट्याब्लेट लिनुहोस्। करिब 7 दिन दैनिक ट्याब्लेट लिएपछि तपाईमा योनि र नियोयोनि यौन सम्पर्कका लागि सुरक्षात्मक स्तर हुन्छ। बुँदा यौन सम्पर्कको विपरीत यहाँ दोब्बर खुराकले छिटो सुरुवात गराउँदैन, त्यसैले पुरा 7 दिन दिनुहोस्। जारी राख्ने हरेक दिन एउटा ट्याब्लेट लिनुहोस्। बन्द गर्ने अन्तिम पटक जोखिममा परेपछि 28 दिनसम्म हरेक दिन एउटा ट्याब्लेट लिइरहनुहोस्। यो लामो अवधिले हालैको कुनै पनि सम्पर्कलाई समेट्न सुरक्षात्मक स्तर कायम राख्छ। गर्भावस्था र गर्भनिरोधक तपाईँ गर्भवती हुन सक्ने हुनुहुन्छ र कन्डम बिना यौन सम्पर्क गर्नुहुन्छ भने तपाईँ गर्भवती हुन सक्नुहुन्छ भन्ने नबिर्सनुहोस्। गर्भवती हुने प्रयास गरिरहनु भएको छैन भने गर्भनिरोधकबारे सोच्नुहोस्। खुराकको थ्रेफ्स रूप गर्भधारणको प्रयास गर्दा, गर्भावस्थामा र स्तनपान गराउँदा निरन्तरता दिन उपयुक्त मानिन्छ र हालका दिशानिर्देशहरूले यसलाई परिवार सुरु गर्ने बाधाका रूपमा लिँदैनन्। तपाईँ गर्भवती हुनुहुन्छ, गर्भधारणको योजना बनाउँदै हुनुहुन्छ वा स्तनपान गराउँदै हुनुहुन्छ भने चिकित्सकलाई बताउनुहोस्। घटना आधारित खुराक चिकित्सकसँग छलफल गर्ने एउटा नयाँ विकल्प। यो समूहका लागि दैनिक खुराक नै मानक सिफारिस गरिएको विकल्प हो। नयाँ अन्तर्राष्ट्रिय दिशानिर्देशहरू बेलायत 2025 ले ग्रहणकर्ता रिसेप्टर योनि वा नियोयोनि यौन सम्पर्क गर्ने केही मानिसहरूका लागि घटना आधारित खुराकलाई पनि समर्थन गर्छन्। यो अझै सबै ठाउँमा मानक होइन, त्यसैले आफै सुरु गर्नुको सट्टा यसलाई चिकित्सकसँग उठाएर योजना बनाउनुहोस्। यदि तपाईँ ग्रहणकर्ता रिसेप्टर पार्टनर हुनुहुन्छ भने समर्थित तालिका 2 त्यसपछि 7 हो। यौन सम्पर्कभन्दा 2 देखि 24 घण्टा अघि 2 ट्याब्लेट, त्यसपछि अन्तिम पटक यौन सम्पर्क गरेपछि 7 दिनसम्म हरेक दिन 1 ट्याब्लेट। यदि तपाईँ प्रवेशकर्ता इन्सर्टर पार्टनर हुनुहुन्छ भने समर्थित तालिका 2-1-1 हो। घटना आधारित खुराक पनि थ्रेफ्स रूपसँग मात्र काम गर्छ। नियमित जाँच सामान्य खुराक दिनचर्याको एक भागका रूपमा तपाईँ हरेक 3 महिनामा आफ्नो चिकित्सकलाई भेट्नुहुनेछ। यो नयाँ प्रिस्क्रिप्सन पूर्ण यौन स्वास्थ्य परीक्षण र मृगौला जाँचका लागि हो र यो साइड इफेक्टहरूबारे कुरा गर्ने राम्रो अवसर पनि हो। आफ्नो चिकित्सकलाई भेट्नुहोस्। खुराक प्रिस्क्रिप्सनमा पाइने औषधि हो। यो तपाईका लागि उपयुक्त छ कि छैन र कुन विकल्प तपाईको अवस्थासँग मिल्छ भन्ने थाहा पाउन तपाईँ भएको ठाउँको चिकित्सक वा यौन स्वास्थ्य क्लिनिकसँग कुरा गर्नुहोस्। तपाईलाई चिन्ता लाग्ने कुनै लक्षण देखा परे, सुरक्षा बिना हेफको सम्पर्कमा परेको हुन सक्छु भन्ने लागेमा वा तपाईको 3 महिने जाँचको समय आएमा अपोइन्टमेन्ट लिनुहोस्। यो जानकारी सामान्य प्रकृतिको हो र व्यक्तिगत चिकित्सकीय सल्लाहको विकल्प होइन। खुराक प्रिस्क्रिप्सनमा पाइने औषधि हो। यो तपाईका लागि उपयुक्त छ कि छैन आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्। डा. जर्ज फोर्गन स्मिथ, पारिवारिक चिकित्सक, सिडनी र मेलबर्नमा अभ्यासरत।